हेलो एभ्रिवान, सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। सबैजनालाई ह्याप्पी माघे सङ्क्रान्ति। मैले पनि आज लाइफमा फर्स्ट टाइम चाहिँ तिलको लड्डु बनाउन गइरहेको छु। मामुलाई सोधेर गर्दै थिएँ। अनि अहिले चाहिँ मैले यो सक्खरलाई चाहिँ पगाल्दैछु। अनि यो यस्तो भयो, अलिक बाक्लो भएपछि यो तिल चाहिँ मैले भुटेर राखेको थिएँ। अनि यस्तो भएछ यो तिल चाहिँ, हेर्नु राम्ररी भुटेछ। अनि मैले सक्खर चाहिँ त्यो साइडमा भएको डिब्बा छ नि, हो त्यो सक्खर हालेको। मैले चाहिँ यो बम्बे ग्रोसरीबाट लिएको। अनि मैले लड्डु बनाउँदैछु अहिले त्यो मिठामा चाहिँ तिल हालेर गोलो गोलो बनाउँदैछु। मेरो हात चाहिँ पुरै पोलेर रातै भइसकेको थियो, दाहिने हात चाहिँ तातोले। अनि एउटा देब्रे हात पनि पोल्यो। त्यसपछि त्यहाँ हात हेर्नु न, मेरो रातै भएको पोलेर अझै पनि हात झमझम गरेर पोलिरहेछ। अनि मैले त्यसपछि देउतालाई चढाउन लगेँ लड्डु। अनि देउतालाई चढाएँ, अर्को थाल पनि यसो छुवाएँ। किनभने मैले मम्मीले चाहिँ जे पनि खानेकुरा बनाउन अघि चढाएको देखेँ थिएँ। अनि त्यही गर्नुपर्छ भनेर मैले नि चढाउन लगेँ। अब चाहिँ म चाकु बनाउँदैछु, त्यसको लागि ब्याटर रेडी भयो। अनि थालमा सुरुमा अलिकति बटर लाएर त्यहाँ माथिबाट मैले चाकु राखेँ। अनि त्यो चाकुलाई मैले मजाले स्प्रेड गरेँ। अनि त्यसपछि चाहिँ मैले चाकुभित्र चाहिँ बदाम, काजु अनि नरिवल कोरेर हालेको थिएँ। अनि मैले साइडमा त्यसको अलिकति राखेको थिएँ नरिवल कोरेको, बदाम काजु पनि माथिबाट डेकोरेसन गर्नको लागि। मैले चाहिँ अनि डेकोरेट गर्न थालेँ, टुङ यो चाहिँ मैले डेकोरेट गर्दैछु। काजु हालेँ, त्यसपछि नरिवल हालेँ। अनि मैले त्यसपछि के हालेँ, बदाम। अनि मैले लास्टमा चाहिँ बदाम हालेँ। यो चाहिँ मैले युट्युबबाट हेरेर सिकेको। मेरो लाइफको फर्स्ट टाइम हो मैले तिलको लड्डु बनाएको, चाकु बनाएको होइन। अनि अब भुजाको लड्डु त छुटाउन भएन। अनि मैले भुजा पनि त्यस्तै गरी गर्न लगाएको। भुजा त टाँसिँदै टाँसिएन, बल्ल तल डल्लो परेको थियो। त्यो डल्लो पनि ल पर्यो अब चाहिँ भनेर यसो राख्न थालेको त होइन, प्लेटमा राखेँ। बन्नु ल, फाइनली यु डिड इट भनेको त हेर्नु न, फुरुरुरुरुरु निस्कियो। चाकु रेडी छ, हेर्नु। यो चाहिँ अलिक सेट भयो, भोलि बिहान खान रेडी हुन्छ तिलको लड्डु। अनि भुजाको लड्डु, नहाँस्नु भुजाको लड्डु देखेर चाहिँ। ह्याप्पी माघे सङ्क्रान्ति, खायौँ ल। कस्तो छ? घिउ झऱ्यो।